यो चाहिँ फलामको प्योर फलामको ज्याक ह्यान्डल। अहिले यसले हामीले यो गियरबक्स डाउन गरेको छौँ एलएस टाइटनको गियरबक्स डाउन गर्न र लग फिटिङ गर्नको लागि। र यसमा टोटल 10 वटा मात्र नट बोल्ट देखिन्छ। 1 2 3 4 5 6 7 8 9 10 र यसमा रहेको छ चक्का 4 वटा चक्का छ। अनि यसमा म्यानुअल हो। यसलाई यो साइड गऱ्यो भने डाउन र यो साइड गर्दाखेरि अप। जस्तो अहिले यस्तो गरेर हामी अपरेट गर्यो भने यो डाउन हुन्छ यसरी, र फेरि यस्तो गरेर हामीले अपरेट गर्यौँ भने यो अप हुने गर्छ। त्यो धेरै नै गरौँ छ, एकजनाले ह्यान्डल गर्नु गाह्रो पनि पर्छ। झारेको छौँ यहाँबाट र यसरी एकदमै दह्रो र भरपर्दो बलियो।